नमस्ते। आज बिहान बिहान दुखद समाचार छ। अरे यार भारतको उडिसा स्थित क्युटी युनिभर्सिटीमा फेरि अर्को दुर्घटना भएको छ। करिब करिब 2025 फेब्रुअरी 17 तारिकमा प्रकृति लम्सालको घटना भए पश्चात अहिले फेरि 3 महिनापछि नेपाल स्थित वीरगञ्ज निवासी प्रिसा शाह 1 वर्ष अगाडि मात्रै अध्ययनको सिलसिलामा क्युटी युनिभर्सिटी उडिसा गएकी थिइन्। उनी हिजो मात्रै झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। उनी कसरी मरेकी हुन्, या सो विवेकले मरेकी हुन्, या कसैले उनलाई चाहिँ मर्न बाध्य बनाएको भन्ने कुरा उनले खुल्नमा बाँकी छ। साथीहरू, यो अपडेट आउने नै छ, फेरि अपडेट दिउँला। अहिलेलाई धन्यवाद।